नमस्कार साथीहरू, आज म बनाउँदैछु भिन्डी, आलु अनि सोयाबिन यानि कि मस्याको मिक्स सब्जी। सबैभन्दा पहिला कराही तातिसकेको छ। यसमा मैले तेल राखेँ। आवश्यकता अनुसार तेललाई लिनुपर्छ। हजुरहरूलाई रेसिपी कस्तो लाग्छ मन परेमा भिडियोलाई लाइक गरिदिनु होला। तेल तातिसकेको छ। न्युटेलालाई राखेँ। यसलाई चाहिँ गोल्डन ब्राउन हुन्जेलसम्म फ्राई गर्नुपर्ने हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यतिको गोल्डन ब्राउन भइसकेपछि म यसलाई निकाल्ने छु एउटा प्लेटमा। सबै निकालेर भइसकेकी छु। यही तेलमा तेल तातिराखेको छ। मेथी दानालाई फुराएँ, 5 फोरन मसलालाई। मेथी यतिको फुरिसकेपछि 1 चम्चा ज्वानो राखेँ। ज्वानोको सेन्ट चाहिँ मलाई एकदमै मनपर्छ साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? सानो एउटा प्याजलाई चप गरेर लिएको छु, यसलाई पनि राखेँ। अलिकति लसुनलाई किच्याएर लिएको छु, यसलाई नै राखेँ। अलिकति अदुवालाई पनि किच्याएर राखेको छु, यसलाई नै राखेँ। यो सबै चिजलाई चलाएर चाहिँ एकैछिन प्याजलाई रातो हुन दिनुपर्छ। प्याज यतिको गोल्डन ब्राउन भइसकेपछि 1 चम्चा बेसारलाई राखेँ। अब यसको साथसाथै मैले चप गरिएको आलुलाई राखेँ। आलु हजुरहरूले सब्जीलाई घटबड गर्न सक्नुहुनेछ। अब आलुलाई मात्रै फ्राई गरेर एकैछिन पकाउनुपर्छ। अहिले चाहिँ आलुको लागि मात्रै नुन राखौँ अलिकति स्वाद अनुसार। अब आलुलाई 5 मिनेट जस्तो सानो आँचमा छोपेर पकाउनुपर्छ, फ्राई हुन दिनुपर्छ। आलुलाई सानो आँचमा पकाएको पनि 5 मिनेट भइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ आलु चाहिँ मजाले फ्राई भइसकेको छ। अब आलु यतिको फ्राई भइसकेपछि मैले चप गरेको टमाटरलाई राखेँ। टमाटर हजुरहरूले घटबड गर्न सक्नुहुनेछ। मैले त्यो सब्जीमा 1 थोपा पनि पानी राखेको छुइनँ। अब यतिको मिक्स गरिसकेपछि फेरि सानो आँचमा 2-3 मिनट जस्तो छोपेर पकाउनुपर्छ। टमाटर राखेर छोपेर पकाएको 3 मिनट जस्तो भइसकेको छ। अब खोल्दैछु म यसलाई। मैले ग्यासलाई चाहिँ सानो आँचमा राखेको छु। टमाटर पनि यतिको पाकिसकेपछि चाहिँ भिन्डीलाई राखेँ। भिन्डी राखिसकेपछि मैले अलिकति नुनलाई थपेँ, अघि अलिक कम्ती राखेको थिएँ नि त। अब अलिकति पनि पानी नराखिकन फेरि 5 मिनट जस्तो सानो आँचमा छोपेर पकाउनुपर्छ। सानो आँचमा पकाएको 5 मिनट भनेको थिएँ साथीहरू, मैले 3 मिनट पकाएर हेर्दैछु। अब चाहिँ यसलाई डढ्छ कि भनेर हेर्दै हेर्दै ठुलो आँच पारेर 2-3 मिनट जस्तो फ्राई गरौँ फेरि नछोपिकन। अब अघि फ्राई गरेको न्युटेलालाई पनि राखेँ। अब यसलाई पनि राम्रोसँग मिक्स गरिदिनुपर्छ। मैले भिन्डी र आलुलाई नछोपिकन पकाएको पनि 6 मिनट जस्तो भयो। 1 चम्चा मैले मसलामा धनिया जिराको पाउडरलाई राखेँ। सानो चम्चीको यति मैले काश्मिरी लाल मिर्चलाई राखेको छु। यसले चाहिँ पिरो हुँदैन, कलर मात्रै राम्रो देखाउने हो साथीहरू। त्यही सानो चम्चाको आधा चम्चा गरम मसला पनि राखेँ। भिन्डी, आलु अनि सोयाबिनको सब्जी चाहिँ पाकेर खानको लागि रेडी भइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ, हेर्दाखेरि खाउँ खाउँ लाग्दो भइसकेको छ। हामीले चाहिँ साथीहरू यसलाई सर्भ गर्न लाग्यौँ। यो खाँदा एकदमै टेस्टी बनेको थियो, एकदमै मिठो थियो। हजुरहरू पनि यस्तै सजिलो अनि छिट्टो तरिकाबाट तयार हुने सब्जी बनाएर खानुहोला। अनि हजुरहरूलाई कस्तो लाग्यो रेसिपी कमेन्ट गर्न नबिर्सनु होला। फेरि अर्को छिट्टो मिठो रेसिपी लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि हवस् त, बाई बाई।